नमस्ते साथीहरू, स्वागत छ हाम्रो युट्युब च्यानल टेक्नो इन नेपालीमा। साथीहरू, केही समय अगाडि चाहिँ मैले पोस्टल कोड अथवा जिप कोडको बारेमा चाहिँ भिडियो बनाएको थिएँ र उक्त भिडियोमा चाहिँ धेरै साथीहरूको कमेन्ट आइरहेको थियो र मैले यो एरियाको पोस्टल कोड सर्च गरेको, यो एरियाको पोस्टल कोड फेला पारिएन र यो एरियाको पोस्टल कोड अथवा जिप कोड के हो भनेर धेरै साथीहरूले सोधिरहनु भएको थियो। सो आजको यस भिडियोमा भने म तपाईँहरूलाई चाहिँ तपाईँहरूले खोजिरहनु भएको एरियाको र तपाईँहरूले खोजेको एरियाको पोस्टल कोड अथवा जिप कोड कसरी पत्ता लगाउन सकिन्छ भने जानकारी लिएर आएको छु। तपाईँहरूले पनि आफ्नो एरिया अथवा आफूले सर्च गरेको पोस्टल कोड सजिलैसँग बिना इन्टरनेट आफ्नै मोबाइल प्रयोग गरेर चाहिँ पत्ता लगाउन सक्नुहुनेछ। र यो सबै कुरा जानकारी लिन चाहनुहुन्छ भने भिडियोलाई अन्तसम्म हेर्नुहोला। र त्यस्तै गरी आज तपाईँहरू यस च्यानल पहिलोचोटि हेर्दै हुनुहुन्छ भने अवश्य नै च्यानललाई पनि सब्सक्राइब गर्नुहोला। र साथीहरू, भिडियोलाई सुरु गर्नुभन्दा अगाडि म तपाईँलाई केही कुराहरू पोस्टल कोड अथवा जिप कोडको बारेमा बताउन चाहे। धेरै साथीहरूलाई चाहिँ थाहा नहुन सक्छ यो पोस्टल कोड अथवा जिप कोड भनेको के हो। धेरै साथीहरूलाई यो कन्फ्युजन पनि रहनेछ। र साथीहरू, पोस्टल कोड अथवा जिप कोड भनेको हुलाक कार्यालयको चाहिँ डिजिटल नेम हो। जसरी कुनै पनि तपाईँको आफ्नो एरियामा हुलाक अफिस छ भने त्यो हुलाक अफिसको नाम रहेको छ र त्यो चाहिँ लोकल एरियाले पत्ता लगाउने नाम रहेको छ भने त्यस्तै गरी इन्टरनेसनल रूपमा चाहिँ त्यो हुलाक कार्यालयको नाम के हो भन्ने जानकारी लिनको लागि चाहिँ त्यो हुलाक कार्यालयको चाहिँ एउटा 5 डिजिटको चाहिँ पोस्टल कोड अथवा जिप कोड चाहिँ नामाङ्कृत गरिएको हुन्छ, जुन चाहिँ तपाईँले चाहिँ त्यसलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र नेपालमा भने पोस्टल कोड अथवा जिप कोडको प्रचलन एकदमै कम रहेको छ। जब तपाईँहरू कुनै पनि इन्टरनेसनल फर्महरू फिलअप गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा चाहिँ उहाँहरूले चाहिँ पोस्टल कोडहरूको माग गरिरहेको हुन्छ ताकि तपाईँहरूलाई चाहिँ पत्रचार गर्नको लागि सजिलो होस्। तपाईँहरूले पनि आफ्नो एरिया अथवा आफ्नो नजिकको एरियाको पोस्टल कोडहरू नम्बर राखिदिँदा उहाँहरूले पत्रचार गर्दाखेरि चाहिँ त्यस हुलाक कार्यालयमा चाहिँ तपाईँको चाहिँ चिठी पत्रहरू चाहिँ आउनेछन्। र साथीहरू, त्यस्तै गरी नेपाल अल ओभर नेपालमा चाहिँ एराउन्ड 900+ चाहिँ पोस्टल कोडहरू रहेका छन्, अर्थात् पोस्ट अफिसहरू रहेका छन्। र धेरै साथीहरूको कमन प्रश्न चाहिँ के रहेको छ भने मेरो एरियाको पोस्टल कोड मैले फेला पारिन, कसरी प्रयोग गर्ने भन्ने धेरै साथीहरूले सोधिरहनु भएको थियो। अल ओभर नेपालमा 900+ चाहिँ पोस्टल कोड अथवा पोस्ट अफिस छ भने तपाईँको पर्टिकुलर एरियामा पोस्ट अफिस नहुन नै सक्दछ। त्यस्तो अवस्थामा तपाईँले चाहिँ कुन पोस्टल कोड चाहिँ प्रयोग गर्ने भन्ने जानकारी पनि म तपाईँलाई यस भिडियोमा दिनेछु। त्यसको लागि भने म तपाईँलाई मोबाइल स्क्रिनतिर लाँदैछु। साथीहरू, यतिखेर भने हामी मोबाइल स्क्रिनमा आइसकेका छौँ र तपाईँहरू पनि आफूले खोजेको र आफ्नो एरियाको पोस्टल कोड बुझ्न चाहनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो मोबाइलमा रहेको प्ले स्टोरलाई चाहिँ ओपन गर्नुहोला। र साथीहरू, ओपन गरिसके पछाडि सर्च बारमा क्लिक गर्नुहोला। सर्च बारमा क्लिक गरेर तपाईँले NEPL नेपाल पोस्ट कोड लेखेर चाहिँ सर्च गरिदिनु होला। र साथीहरू, सर्च गरिसके पछाडि यहाँ सेकेन्ड नम्बरमा तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ सेकेन्ड नम्बरमा चाहिँ आएको छ नेपाल पोस्टल कोड फाइन्डर भन्ने यो रहेको छ। यसलाई तपाईँले क्लिक गर्नुहोला। र साथीहरू, यो चाहिँ भर्खरै लन्च भएको बिटा भर्सनमा रहेको छ र चाहिँ यो एकदमै सजिलो छ। यसमा सिम्पल इन्टरफेस रहेको छ र चलाउन पनि एकदमै सजिलो रहेको छ र यसको लागि चाहिँ कुनै पनि इन्टरनेटको आवश्यक पर्दैन। एकपल्ट तपाईँहरूले चाहिँ यसलाई चाहिँ इन्स्टल गरिसके पछाडि यो अफलाइनमा चाहिँ राम्रोसँग काम गर्नेछ। त्यसैले तपाईँले यस एपलाई चाहिँ आफ्नो मोबाइल इन्स्टल गर्नुहोला र साथीहरू इन्स्टल गरिसके पछाडि सिम्पली ओपन गर्नुहोला। र साथीहरू, ओपन गर्दाको चाहिँ यस्तो प्रकारको इन्टरफेस रहेको छ जसमा चाहिँ केही सेकेन्डको टाइम लिनेछ। र यति गरिसके पछाडि तपाईँहरू यस एपको होम पेजमा आउनुहुनेछ र त्यस्तै गरी टोटल लोकेसन लोड भनिसकेको छ। यहाँ 913 एरियाको रहेको छ यसको पोस्टल कोड र त्यस्तै गरी यहाँ अल्फाबेट आधारमा रहेको छ। र तपाईँले आफ्नो एरियाको पोस्टल कोड हेर्न चाहनुहुन्छ भने चाहिँ सर्च एरिया अरू डिस्ट्रिक्ट भनिरहेको छ। तपाईँले आफ्नो एरिया पनि सर्च गर्न सक्नुहुन्छ र त्यस्तै गरी डिस्ट्रिक्ट पनि हुन सक्नेछ। र म चाहिँ तपाईँलाई चाहिँ जो जानकारी दिनेछु, धेरै साथीहरूले चाहिँ सोधिरहनु भएको प्रश्न के रहेको छ भने मेरो पर्टिकुलर एरियाको चाहिँ पोस्टल कोड फेला पारेन के गर्ने भनेर सोधिरहनु भएको थियो। जस्तै मलाई चाहिँ न्यू बानेश्वरको चाहिँ आवश्यक परेको छ होइन, न्यू बानेश्वरको नहुन सक्दछ। सो मैले त्यसको लागि चाहिँ म यहाँ जिल्ला छाने है, KATS काठमाडौँ भनेर छाने। र काठमाडौँमा तपाईँले जिल्ला छानिसके पछाडि काठमाडौँ एरियामा चाहिँ कतिवटा पोस्टल कोड रहेको छ यसमा देख्न सक्नुहुन्छ। 20 वटा पोस्टल कोड रहेको छ। जस्तै मैले न्यू बानेश्वर खोजिरहेको छु र यसमा चाहिँ तपाईँले आफ्नो जिल्ला चाहिँ
सर्च गरिसके पछाडि यहाँ तपाईँले देख्न सक्नुहुन्छ काठमाडौँको चाहिँ यो चाहिँ गौसरा हुलाको र तपाईँहरू चाहिँ सदरमुकामको चाहिँ पोस्टल कोड हुनेछ अरू जिल्लाहरूमा। र त्यस्तै गरी काठमाडौँको देख्न सक्नुहुन्छ साँखु रहेको छ, चाबेल रहेको छ, सुन्दरी जल रहेको छ, दिल्ली बजार रहेको छ, बाँसबारी रहेको छ, टोखा रहेको छ, त्यस्तै गरी मनमैजू, बालाजु, त्रिभुवन युनिभर्सिटीको रहेको छ, कमलादी रहेको छ, पशुपति रहेको छ होइन, फर्पिङ रहेको छ र त्यस्तै गरी थानकोट रहेको छ र त्यस्तै गरी यहाँ तपाईँले देख्न सक्नुहुन्छ सर्वोच्च अदालतको पनि रहेको छ। र मैले खोजेको चाहिँ यहाँ के थियो भने मैले चाहिँ नयाँ बानेश्वर खोजेको छु, पर्टिकुलर एरियाको चाहिँ यहाँ चाहिँ फेला परेन। त्यस्तो अवस्थामा तपाईँले के गर्नुपर्छ भने आफूले खोजेको ठाउँको चाहिँ तपाईँले पोस्टल कोड फेला पार्नु भएन भने नजिकको एरियामा, जस्तै म नयाँ बानेश्वर बस्छु भने साँखु राखेँ भने धेरै टाढा हुनेछ, त्यसैले मैले चाहिँ गौसरा हुलाकै राखिदिँदा यो राख्दाखेरि मलाई सजिलो हुन्छ, ताकि पत्रचार गर्दा तपाईँले यो ठेगाना यो पोस्ट कोड लगाउनु भएको छ भने जसलाई चाहिँ तपाईँले लेटर पठाउनु भएको छ उहाँले चाहिँ यो पोस्टल कोडमा चाहिँ यो पोस्ट अफिसमा चाहिँ तपाईँहरूको लेटर आउनेछ, तपाईँलाई पिकअप गर्नको लागि सजिलो हुनेछ। र त्यसैले पनि तपाईँहरूले पनि कुनै पनि एरियाको सर्च गर्दै हुनुहुन्छ, त्यो एरियामा छैन भने तपाईँले आफ्नो नजिकको एरियाको चाहिँ पोस्टल कोड लगाउन सक्नुहुनेछ। साथीहरू यो एप एकदमै सिम्पल रहेको छ, तपाईँले जिल्ला हेरेर पनि सर्च गर्न सक्नुहुनेछ। यदि तपाईँले पर्टिकुलर एरियाको चाहिँ फेला पार्नु भएन भने जिल्ला राख्नु होला, त्यस जिल्लामा चाहिँ कतिवटा पोस्ट अफिसहरू रहेका छन् त्यो सो हुनेछ, जसको पोस्ट कोड साइडमा तपाईँले देख्न सक्नुहुनेछ। र यसमा सजिलो अप्सन के रहेको छ भने वान ट्यापमा यो तपाईँले पोस्ट कोड चाहिँ कपी गर्न सक्नुहुन्छ। यसलाई लङ प्रेस गरेर कपी गर्नु पर्दैन। यसमा तपाईँले जस्ट यो पोस्ट कोड रहेको छ, यसमा तपाईँले वान ट्याप गरिदिनु होला, यहाँ पोस्ट कोड कपी भइसकेको छ। र यो पोस्टर कोडलाई तपाईँले कुनै पनि इन्टरनेसनल फर्ममा चाहिँ सजिलैसँग भर्न सक्नुहुनेछ। र साथीहरू यसको राम्रो पछि के रहेको छ भने यसमा धेरै अरू इन्टरफेसहरू रहेका छैनन्। जस्ट यसले दिन खोजेको चाहेको भनेको पोस्टल कोड सर्च गर्ने हो। पोस्ट कोड तपाईँले सर्च गर्न सक्नुहुन्छ, आफ्नो एरियाको सर्च गर्नु होला, सिम्पल कपी गर्नु होला र पेस्ट गर्नु होला, र यो चाहिँ टोटल्ली अफलाइनमा काम गर्नेछ। यसको लागि तपाईँले यसलाई इन्स्टल गरिसके पछाडि कुनै पनि ठाउँमा जानुहुन्छ, फर्म भर्दै हुनुहुन्छ र आफ्नो एरियाको पोस्टल कोड फेला पार्नु भएन भने गुगल जानु पर्यो, इन्टरनेट चाहियो। यो एपमा भने त बिना इन्टरनेट पनि तपाईँले चाहिँ एक्सेस गर्न सक्नुहुन्छ, चलाउन सक्नुहुनेछ। र यसमा केही छुटेका छन् भने नेक्स्ट अपडेटमा चाहिँ अरू पोस्टल कोडहरू पनि आउनेछन्। र अल ओभर नेपालमा चाहिँ 900+ चाहिँ पोस्टल कोड रहेको छ। यसमा चाहिँ अहिले कभर गरिएको छ 913वटा चाहिँ पोस्टल कोडहरू रहेका छन्। सो यो एकदमै इजी एप रहेको छ, यसलाई प्रयोग गर्न सक्नुहुन्छ सजिलैसँग। यसमा कुनै पनि डाटाहरू लिकेज हुँदैन, यो नेपालमै बनेको नेपाली एप रहेको छ। डाटाहरू लिकेज हुने, डाटाहरू सेयर हुने कुनै समस्याहरू छैन। टोटल रूपमा चाहिँ तपाईँले यसलाई अफलाइनमा प्रयोग गर्न सक्नुहुन्छ। एप मन पर्यो भने तपाईँले एपमा चाहिँ प्ले स्टोरमा गएर चाहिँ 5 स्टार र राम्रो कमेन्टहरू गर्न पनि नछुटाउनु होला। र तपाईँले यस्तो प्रकारले चाहिँ सजिलैसँग आफ्नो एरियाको पोस्टल कोड चाहिँ पत्ता लगाउन सक्नुहुन्छ। र धेरै साथीहरूको कमन प्रश्न के रहेको थियो भने मेरो पर्टिकुलर एरियाको चाहिँ पोस्टल कोड भएन भनेर सोधिरहनु भएको थियो। त्यस्तो अवस्थामा तपाईँले नजिकमा आफ्नो एरियामा जुन नजिक पोस्टल कोडहरू यहाँ दिइरहेको हुन्छ त्यो पोस्टल कोडलाई चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुनेछ।